हेलो साथी, वेलकम ब्याक माई युट्युब च्यानल टिचेल वाइटी। आज हामीले चाहिँ यसरी ड्रोन सर्ट चाहिँ कसरी गराउने भन्ने कुरा म सिकाउन गइरहेको छु है। सर्वप्रथम चाहिँ तपाईँले आफ्नो मोबाइलबाटै बनाउन सक्नुहुन्छ। मोबाइलको चाहिँ ओपन गर्नुहोला र तल चाहिँ क्रोम ब्राउजर देख्नु भएको छ नि है, अब त्यसलाई चाहिँ ओपन गर्नुहोला क्रोमलाई है। अनि ओपन गरिसकेपछि माथि चाहिँ प्लस चिन्ह अथवा चाहिँ कतै सर्च गर्ने हुन्छ नि, त्यहाँ गएर सर्च गर्नुहोला FLOW। यदि सर्च गरिसकेपछि तपाईँले के गर्नुहोस् भन्दा साथीहरू चाहिँ सर्च गर्नुहोस् त्यहाँ है। सर्च गरिसकेपछि तपाईँले यस्तो इन्टरफेस आउँछ होइन, त्यो टपमा देख्नु भएको छ नि साथीहरू, हो त्यो टपमा देखेको जस्तो चाहिँ हो त्यसलाई चाहिँ के गर्नुहोस्, क्लिक गर्नुहोस् साथीहरू है। अनि क्लिक गरिसकेपछि चाहिँ तपाईँले के गर्नुहोस् भन्दा साथीहरू, अब त्यहाँ तल चाहिँ क्रिएट विथ फलोवर्स भन्ने छ नि, त्यहाँ क्लिक गर्नुहोस् होइन। त्यहाँ क्लिक गरिसकेपछि तल त मैले लगाएको थिएँ नि त्यसमा है, त्यहाँ क्लिक गरिसकेपछि यस्तो इन्टरफेस आउँछ नि। त्यसपछि गुगल साइनिङ विथ गुगल भन्ने आउँछ नि, त्यहाँ क्लिक गर्नुहोस् साथीहरू होइन। त्यहाँ क्लिक गरिसकेपछि तपाईँ एउटा गुगल एकाउन्ट आउँछ होइन, एउटा चाहिँ गुगल एकाउन्ट के गर्नुहोस् भन्दा चुज गर्नुहोस्। कुनै एउटा गुगल एकाउन्ट चुज गरिसकेपछि साथीहरू यस्तो इन्टरफेस आउँछ। अब त देख्न सक्नुहुन्छ साथीहरू होइन। ल यस्तो इन्टरफेस आउँछ साथीहरू है। यस्तो इन्टरफेस आइसकेपछि अनि तपाईँले नेक्स्ट गर्नु साथीहरू नै, यहाँ हो तल देख्नु भएको छ नि नेक्स्ट, एउटा साइन आउट र एउटा चाहिँ नेक्स्ट छ, त्यहाँ नेक्स्टमा क्लिक गर्नुहोस् होइन। अनि नेक्स्टमा क्लिक गरिसकेपछि साथीहरू चाहिँ हो यस्तो इन्टरफेस आउँछ किन, अब चाहिँ कन्टिन्यू गर्ने छैन नि होइन। छैन सुई स्क्रल तर चाहिँ हो त्यो स्कलर गर्नुहोस् तलतिर होइन। तलतिर स्कलर गरिसकेपछि बल्ल कन्टिन्यू आउँछ नि, त्यहाँ कन्टिन्यू गर्नुहोस् होइन। त्यसपछि यस्तो इन्टरफेस आउँछ होइन। त्यसपछि न्यू प्रोजेक्ट भन्ने छ होइन, हो त्यहाँ तल देख्नुभयो नि होइन। म चाहिँ जुन डाम पेन लगाऊँ हो त्यो न्यू प्रोजेक्टमा क्लिक गर्नुहोस् होइन। क्लिक गरिसकेपछि साथीहरू नै यस्तो इन्टरफेस आउँछ फेरि होइन। अनि यस्तो इन्टरफेस आइसकेपछि साथीहरू यहाँ तल चाहिँ तपाईँले, अनि यहाँ तल चाहिँ तपाईँले देख्न सक्नुहुन्छ। अब यहाँ राम्रोसँग चाहिँ ख्याल गर्नु साथीहरू, तल चाहिँ त्यो मैले क्लिक गरेँ नि है, हो त्यहाँ क्लिक गरेर चाहिँ हो त्यहाँ सेकेन्डकोमा त्यसमा क्लिक गर्नुहोस् है। क्लिक गरिसकेपछि साथीहरू चाहिँ के गर्नुहोस् भन्दाखेरि चाहिँ अब त्यहाँ चाहिँ तपाईँले टर्म दिनुहोस् होइन। अब तपाईँलाई के चाहियो त्यही जस्तो चाहिँ होइन, क्रिएट एउटा चाहिँ ड्रोन सर्ट चाहियो भनेर चाहिँ मैले त्यहाँ जस्तो लेख्दा त्यस्तै लेख्नुहोस् होइन। अनि त्यसपछि तल गएर चाहिँ त्यो त्यहाँ क्लिक गरेर चाहिँ होइन, त्यहाँ क्लिक गरिसकेपछि चाहिँ फोटो चुज गर्नुहोस् होइन। त्यो माथितिर चाहिँ हुन्छ नि एरो जस्तोमा, त्यहाँ क्लिक गरेर चाहिँ फोटो चुज गर्नुहोस्। यसरी फोटो चुज गरिसकेपछि अपलोड गर्न दिन्छ है। अनि अपलोड गर्न दिइसकेपछि साथीहरू चाहिँ के हुन्छ एकछिन टाइम लिन्छ होइन। टाइम लिइसकेपछि हो आयो नि होइन। अनि त्यसपछि करप आउँछ साथीहरू नै। यसपछि होइन हो करपमा गएर चाहिँ सिधै चाहिँ तपाईँले कस्तो चाहियो फेरि, अब भर्टिकल चाहियो कि चाहिँ होइन, कस्तो ठाडो चाहियो कि तेर्सो युट्युबको लागि हो कि चाहिँ अब तपाईँले रिलको लागि हो चाहिँ त्यो अनुसार चाहिँ मैले चुज गरेँ नि भर्खर, त्यस्तै गरेर चुज गर्नुहोस् होइन। मैले बिचको छ नि त्यसमा, त्यसपछि क्रिएटमा गएर चाहिँ क्लिक गर्नुहोस् होइन। अपलोड हुन टाइम लाग्छ साथीहरू होइन। अपलोड हुन टाइम लाग्छ एकछिन होइन। एकदम मैले फास्ट गरेर राख्छु साथीहरू भिडियो होइन। अपलोड भइसक्यो साथीहरू होइन, एकछिन टाइम लाग्छ, मैले यो फास्ट गरेको साथीहरू होइन। अनि हो त्यो नेक्स्ट एररमा चाहिँ नेक्स्ट गर्नुहोस् होइन, टाइम लाग्छ एकछिन होइन। ल यसरी चाहिँ अब यो के भयो अपलोड हुन्छ, मैले यो पनि कटाउँछु साथीहरू है। ल अपलोड भइसक्यो साथीहरू होइन। अपलोड भइसकेपछि अब चाहिँ यसले चाहिँ के गर्छ भन्दाखेरि हो बन्यो भिडियो बनिसकेपछि साथीहरू अब हेर्नुहोस् तपाईँले चाहिँ अब यसलाई चाहिँ ऊ साइडमा तल साइडमा छ नि देब्रेपट्टि हो त्यहाँ हो, त्यहाँ चाहिँ के गर्नुहोस् भन्दा चाहिँ क्लिक गर्नु साथीहरू भने प्ले गर्नुहोस् होइन, देखिन्छ अब ड्रोन सर्ट आउँछ साथीहरू है।